नमस्कार। आज हामी वित्तीय बजारको एउटा एकदमै आधारभूत तर शक्तिशाली अवधारणा ट्रेन्ड सिद्धान्तको बारेमा गहिरिएर कुरा गर्नेछौँ। अब यस्तो चार्ट हेर्दा के देखिन्छ? लाइन सिधै माथि गइरहेको छैन त? एकदमै सजिलो, यो त कसले पो भन्न सक्दैन र। तर कुरा यति मात्रै होइन, वास्तविक कथा त योभन्दा निकै जटिल छ। व्यावसायिक विश्लेषकहरूले ट्रेन्डलाई हेर्ने तरिका त्यो लाइन कता गइरहेको छ भनेर हेर्नु मात्रै होइन, त्योभन्दा धेरै गहिरो छ। त्यसो भए सुरुदेखि नै सुरु गरौँ। आखिर यो ट्रेन्ड भनेको के हो त? सबैभन्दा सामान्य तरिकाले बुझ्न खोजौँ। हेर्नुस्, कुनै पनि चार्टमा मूल्य जान सक्ने भनेको जम्मा तीनवटा दिशामा हो। कि त माथि जान्छ, जसलाई हामी अप ट्रेन्ड भन्छौँ, कि त तल झर्छ, त्यो भयो डाउन ट्रेन्ड, अनि कतै पनि जाँदैन, एउटै तहमा घुमिरहन्छ भने त्यसलाई भनिन्छ साइडवेज ट्रेन्ड। र यो कुरा बुझ्नलाई कुनै ठूलो ज्ञान चाहिँदैन। 10 वर्षको बच्चा होस् वा 70 वर्षको वृद्ध, जो कोहीले पनि भन्न सक्छ कि लाइन कता जाँदैछ। तर धेरैजसोको बुझाइ यही आएर टुङ्गिन्छ। गहिरो विश्लेषणको लागि भने यतिले मात्रै पुग्दैन। ल, अब अलिकति गहिराइमा जाउँ। ट्रेन्ड विश्लेषणको वास्तविक आधार के हो? त्यो प्राविधिक रहस्य के हो त? आउनुस् त्यसको जग निर्माण गरौँ। अब हामीले समग्र दिशालाई मात्र हेर्ने होइन, बरु मूल्य माथि तल गर्दा जुन ससाना चुचुरा र फेदहरू बनाउँछ, हो त्यसमा ध्यान दिनुपर्छ। यिनैलाई स्विङ हाई र स्विङ लो भनिन्छ। यिनीहरू नै ट्रेन्डका इँटाहरू हुन्। त्यसैले असली रहस्य मूल्य कुन दिशामा गयो भन्ने होइन, असली रहस्य त हो यी स्विङहरूले कस्तो ढाँचा बनाइरहेका छन् भन्ने कुरा। एकपछि अर्को बन्ने चुचुरा र फेदहरू बीचको सम्बन्धले नै ट्रेन्डलाई परिभाषित गर्छ। अब जब हामीले स्विङको बारेमा बुझिसक्यौँ, यही अवधारणालाई प्रयोग गरेर ती 3 प्रकारका ट्रेन्डहरूलाई प्राविधिक रूपमा कसरी परिभाषित गरिन्छ त्यो हेरौँ। अप ट्रेन्डको एउटा स्पष्ट चिनारी छ। यसमा के हुन्छ भने हरेक पटक बन्ने नयाँ चुचुरो अर्थात् हाई अघिल्लो भन्दा माथि हुन्छ, र हरेक पटक बन्ने नयाँ फेद अर्थात् लो त्यो पनि अघिल्लो भन्दा माथि नै हुन्छ। यसैलाई हायर हाई र हायर लो भनिन्छ। या हेर्नुहोस् त, यो ढाँचा कस्तो स्पष्ट देखिन्छ। हरेक नयाँ हाई अघिल्लो भन्दा माथि र हरेक नयाँ लो पनि अघिल्लो भन्दा माथि। हेर्दाखेरि ठ्याक्कै भर्याङ चढे जस्तो देखिन्छ नि, होइन त? अब ठ्याक्कै यसको उल्टो डाउन ट्रेन्डमा के हुन्छ? यहाँ चाहिँ लगातार तल्लो चुचुरा र तल्लो फेदहरू बन्छन्, अर्थात् लोअर हाई र लोअर लोको श्रृङ्खला। यो चित्रमा हेर्दा मूल्यले लगातार नयाँ न्यून बिन्दुहरू बनाउँदै गएको देखिन्छ, र जब जब मूल्य अलिकति माथि उक्लिन खोज्छ, त्यो अघिल्लो चुचुरोलाई छुन सक्दैन। यो नै डाउन ट्रेन्डको ढाँचा हो। ठिक छ, अप ट्रेन्ड र डाउन ट्रेन्डको त कुरा भयो, तर के हुन्छ जब न त लगातार हायर हाई बन्छ न त लगातार लोअर लो, जब कुनै स्पष्ट ढाँचा नै देखिँदैन? त्यही हो साइडवेज ट्रेन्ड। यहाँ मूल्य एउटा निश्चित दायराभित्र एउटा उच्च र न्यून बिन्दुको बीचमा अड्किएको हुन्छ, कुनै एक दिशामा लगातार अघि बढ्न सक्दैन। अब कुरा अझै रमाइलो हुँदै जान्छ, किनभने हामीले अहिलेसम्म जे कुरा गर्यौँ त्यो त सुरुवात मात्र हो। बजारको प्रकृति एउटा सिधा ट्रेन्डभन्दा धेरै नै जटिल र पत्र परेको हुन्छ। एउटा एकदमै महत्त्वपूर्ण अवधारणा छ, एउटै ट्रेन्डभित्र धेरै ट्रेन्डहरू हुन्छन्। सुरुमा यो कुरा बुझ्न अलिकति अप्ठ्यारो लाग्न सक्छ, तर बजारको व्यवहार बुझ्नको लागि यो एकदमै आवश्यक छ। उदाहरणको लागि मानिलिउँ हामीले कुनै चार्टलाई लामो समयको फ्रेममा, जस्तै महिनौको अवधिमा हेरिरहेका छौँ। टाढाबाट हेर्दा यो स्पष्ट रूपमा माथि गइरहेको एउटा अप ट्रेन्ड देखिन्छ, होइन त? तर अब त्यो माथि गइरहेको ठूलो ट्रेन्डभित्रको एउटा सानो गिरावट, जसलाई पुलब्याक भनिन्छ, त्यसलाई अलि नजिकबाट जुम गरेर हेर्दा के देखिन्छ होला? अचम्म, त्यो सानो गिरावट जुन ठूलो अप ट्रेन्डको एउटा हिस्सा मात्र थियो, त्यो आफैमा एउटा पूर्ण डाउन ट्रेन्ड रहेछ। यदि हामीले त्यसलाई छोटो समयको फ्रेममा हेर्यौँ भने, हो यही नै हो बजारको फ्र्याक्टल प्रकृति। यसले त एउटा ठूलो प्रश्न खडा गर्यो। यदि हरेक टाइम फ्रेममा आफ्नै ट्रेन्ड हुन्छ भने एउटा विश्लेषकले कुन चाहिँ ट्रेन्डलाई महत्त्व दिने त? कुन ट्रेन्ड सबैभन्दा महत्त्वपूर्ण हुन्छ? यसको नियम एकदमै सरल छ। जहिले पनि लामो समय अवधिको अर्थात् हायर टाइम फ्रेमको ट्रेन्ड नै बढी महत्त्वपूर्ण हुन्छ। त्यसको वजन र प्रभाव बढी हुन्छ। यसलाई यसरी बुझौँ न, हायर टाइम फ्रेमको ट्रेन्ड भनेको नदीको मूलधार जस्तै हो, जसले समग्र दिशा तय गर्छ, अनि तल्लो टाइम फ्रेमका ट्रेन्डहरू भनेका त्यही नदीभित्रका सानातिना छालहरू वा तरङ्गहरू मात्र हुन्।
तिनीहरू केही समयको लागि मूलधारको विपरीत पनि जान सक्छन्, तर अन्ततः मूलधार नै शक्तिशाली हुन्छ। ल हामीले ट्रेन्ड के हो र कसरी बन्छ भनेर त बुझ्यौँ। अप ट्रेन्ड भनेको हायर हाइज र हायर लोजको श्रृङ्खला हो। तर जब यो ढाँचा टुट्छ, जब यो क्रम भङ्ग हुन्छ, त्यसपछि के हुन्छ त? हो, यो जान्नु नै विश्लेषणको अर्को सबैभन्दा महत्त्वपूर्ण खुड्किलो हो।